तर उहाँहरूको चाहिँ हामीलाई इन्गेज गराउँदै अब हाम्रो चाहिँ एक्टिभिटी सबै बन्द भयो र उहाँहरूले के गर्दै जानुभयो भने देशव्यापी रूपमा पार्टी प्रवेश हाम्रै चाहिँ उज्यालो नेपालका साथीहरूलाई पार्टी प्रवेश उज्यालो उसमा पार्टी प्रवेश भन्दै कार्यक्रमहरू गर्नुभयो। त्यसको होल संरचना त मर्ज हुने भए त त्यसरी जानु पर्यो नि त। उहाँहरूको षड्यन्त्र त त्यहीँ देखियो। पार्टी प्रवेशको कुनै त्यहाँ औचित्य रहेन, पार्टी नै तपाईको उहाँहरूसँग। र अर्को कुरा चाहिँ सैद्धान्तिक रूपमा चाहिँ उहाँहरूसँग चाहिँ धेरै कुराहरू अब हामी आएपछि त्यो पार्टीमै थ्रेट हुन्छ कि यो पार्टी नै चाहिँ गडबड गर्छ कि भन्ने विषयहरू पनि उहाँहरूको चाहिँ देखियो र तपाईहरुमाथि शङ्का गर्न थालियो। शङ्का गर्न थालियो अनि अरू हाम्रा साथीहरूलाई इन्डिभिजुअली बोलाउने अनि त्यसपछि त्यहीँबाट चाहिँ छुट्टै छुट्टै अफर गर्ने त्यस्तो पनि गर्न थाले। त्यो त यो त राजनीतिक बेइमानी हो नि त। अब एउटा पार्टीले चाहिँ समानुपातिक छोडेर जानु भनेको त पार्टी मिल्ने भनेर जाने हो नि। त्यो विश्वासले गयो हो नि त। हामीले अन्धविश्वास हामी त्यहाँ गएर फर्किन्छौँ भनेर गएको हो र हैन। त्यो विश्वासले गएको पार्टीलाई यत्रो चाहिँ विश्वासघात त गर्ने त चाहिँ कसैले सोच्दैन नि। मैले त्यो पोलिटिकल क्राइम भनेको छु। यो पार्टी जन्मेको पार्टीलाई भ्रूण हत्या गर्ने भन्छ नि, त्यस्तो पोलिटिकल क्राइम जस्तो भयो यो। किनभने समानुपातिक भर्न दिएन अनि यो गर्न दिएन हैन। त्यति गर्दा पनि हामी त मिल्ने भने 12 दिनसम्म त हामी संयम भएर केही पनि नभएर शान्तसँग बसिरह्यो, छलफल गरेर अगाडि जाउँ, यो कार्यान्वयन गरौँ भनेर चाहिँ आएको हो नि त। मैले मन्त्री छोडेको दिन पनि मैले केही भनेको थिएन, हामी छलफलमा जाउँ अगाडि बढ्छौँ भनेरै भनेको थियौँ। र यो विषय चाहिँ अब कस्तो हो भने नैतिक राजनीति अलिकति स्वच्छ राजनीति कसरी बढ्छ। अब यो सबै चाहिँ भिडको राजनीति, यो सबै नम्बरको राजनीति, यो चाहिँ प्रचारको राजनीति मात्रै देशमा चलिरहन्छ भन्ने हुँदैन। यो विश्वास नैतिकता भनेको राजनीतिमा हुनुपर्छ र यो भित्र निष्ठावान व्यक्तिहरू कसरी चाहिँ बस्न सकिन्छ, निष्ठाको पनि कुरा हो, निष्ठाको राजनीति हैन। निष्ठापूर्वक त्यो पार्टीले चाहिँ अगाडि आगामी कार्यक्रमहरू अगाडि बढ्छ कि बढ्दैन हैन। विश्वास, जनताको विश्वास जितेर जान सक्छ कि सक्दैन, कानुन भन्दा पनि माथि चाहिँ एउटा नैतिकता देखाउने काम गर्छ कि गर्दैन। अब दुईजना मिलेर सबै कुरा हुन्छ र एकजनालाई अथवा अरू व्यक्तिहरूलाई जे गरे पनि हुन्छ भन्ने लाइनमा गएपछि एउटा ह्युमिलिएसनको पनि एउटा हद हुन्छ हैन। ह्युमिलिएसन गर्ने अनि त्यति चाहिँ ह्युमिलिएसनको चाहिँ अति भयो। 12 दिनसम्म मैले यति पीडा भोगेको छु नि। मैले त्यति पीडा बोकेर पनि, पीडा सहेर पनि यो मिल्नुपर्छ भनेर मैले अन्तिममा म साधारण सदस्य बस्छु भनेर पनि भनेको। त्यही भएर यो पीडा मलाई थाहा छ हैन। यो पीडा चाहिँ उहाँहरूले गलत हिसाबले अलिक नम्बरको व्याख्या गर्नुभयो। त्यो नम्बरको व्याख्यामा हाम्रो कुनै केही पनि थिएन। अब हामी त एउटा सैद्धान्तिक रूपमा हाम्रो सहमतिमा पनि त्यो नम्बर त छैन नि। यति नम्बर चाहियो, उति नम्बर चाहियो भनेर छ र त्यहाँ 7 बुँदे सहमतिमा केही पनि थिएन नि त। त्यही बेला चाहिँ यति यसरी गर्ने भनेर लेखिन्थ्यो होला नि त। तपाईहरुले मोटामोटी मात्रै सहमति गर्नुभयो त्यतिखेर? मोटामोटी सहमति थियो, अन्डरस्ट्यान्डिङ थियो, यसरी जाने। जनताको विश्वास गरेर समानुपातिकमा चाहिँ हाम्रो उम्मेदवारै भरेन नै। अब समानुपातिकको कुरा आइहाल्यो, समानुपातिककै कुरा पनि गरौँ। अब तपाईहरुले जुन तपाईहरुको कोटाबाट 20 जना समानुपातिक गएको थियो भन्ने कुराहरू छ। अब त्यो 20 जना त रासपमै रहने भयो भनेपछि उज्यालो नेपालले त 20 जना आफ्ना होनहार नेताहरू गुमाए नि हैन। केही छैन, उहाँहरूलाई 20 जना हैन 18 जना भरेका हो। 18 जना पनि पर्ने भनेको सुरुमा त 1 जना मात्रै पर्ने हो हैन, 1 जना पर्ने थियो। अब पछि चाहिँ 8-9 जना पर्ने चाहिँ भएको छ। अब त्यो चाहिँ समानुपातिकमा राखेर उहाँहरूले हाम्रो चाहिँ साथीहरूलाई लानुहुन्छ भने नि हाम्रो केही भन्नु छैन। अब यो उज्यालो नेपालमा जो बस्छ एकदमै निष्ठावान व्यक्तिहरू, डेडिकेटेड मान्छेहरू बस्नुहुन्छ। उहाँहरू आउनुहुन्छ ठिकै छ, उहाँहरूलाई हामीले भनेका छौँ। यहाँ उहाँहरू राम्रो मान्छेहरू राखेका छौँ हामीले समानुपातिकमा। उहाँहरू आउनुहुन्छ ठिकै छ, उहाँहरू चाहिँ होइन हामी त उतै जान्छौँ भन्नु पनि हाम्रो त्यसमा भन्नु केही पनि छैन। छलफल भएको छ हाम्रो
उहाँहरूको आफ्नो इच्छाको कुरा भयो होइन र नै हामी अब यो उज्यालो नेपाल पार्टीलाई एउटा निष्ठावान व्यक्तित्वहरू एउटा स्वच्छ छवि भएका र यो नैतिक हिसाबले नैतिक धरातलमा राखेर उज्यालो नेपाल पार्टीलाई अब माथि लान्छौँ हामी ढिलो होला चाहिँ टाइम लाग्ला तर यस्तो गल्ती कहिले पनि गर्दैनौँ हामी तर तपाईँको समानुपातिक त शून्य रहने भयो नि होइन त्यही त हामी पहिलो चरणमा हामीले राजनीतिक पार्टी खोलेर जुन मर्जरको उसमा चाहिँ हामीले ठुलो गल्ती गऱ्यौँ अब उज्यालो नेपाल पार्टी कहिले पनि मर्दैन र समानुपातिकमा जुन हाम्रो गल्ती भयो अब त्यो समानुपातिकको सच्याउनको लागि हामी सम्बन्धित निकायमा चाहिँ रिक्वेस्ट पनि गर्छौँ र नहुँदा पनि हामी यो एउटा चाहिँ उज्यालो नेपाल पार्टीलाई बोकेर चाहिँ हामी अगाडि बढ्छौँ